नमस्ते सबैजनालाई। आज चाहिँ हामी क्लास 12 को बोर्ड एक्जाम सिरिज सुरु गर्छौं। यसमा चाहिँ हामीले म्याथको फर्स्ट च्याप्टरदेखि लास्ट च्याप्टरसम्म कभर गर्छौं अनि सुरुमा चाहिँ हामीले परम्युटेसन एन्ड कम्बिनेसनबाट सुरु गर्छौं। सो त्यो पढ्नु भन्दा अगाडि चाहिँ हामीले काउन्टिङ भन्ने एउटा प्रिन्सिपल पढ्नुपर्छ। यो चाहिँ हाम्रो बुकको फर्स्ट लेसनमा छ। सो काउन्टिङ भनेको चाहिँ बेसिकली हामीले बच्चैदेखि गरिराखेको कुरा हो। सपोज हामीले 10 रुपैयाँ र दुईटा 5 रुपैयाँको नोट जोड्यो भने 20 रुपैयाँ हुन्छ भनेर हामीलाई थाहा छ। सो यस्तो बेसिक कुराहरु नै काउन्टिङ हो। जस्तै अब 20 वटा मार्बल छ भने अब टोटल नम्बरमा 20 वटा मार्बल छ भनेर भन्ने त्यसलाई काउन्टिङ हो। कतिवटा मार्बल छ भनेर काउन्ट गर्ने नै काउन्टिङ हो। सो काउन्टिङ भन्ने कुरा चाहिँ हामीले इन्ट्युसनबाटै आउँछ। त्यति धेरै मेहनत चाहिँ गर्नु पर्दैन यसमा। अनि यसमा लाइक बेसिक प्रिन्सिपलहरु थाहा भए हामीले परम्युटेसन एन्ड कम्बिनेसनमा इजिली मुभ अन गर्न सक्छौं। तर यसमा चाहिँ मेनली दुईटा प्रिन्सिपल भनेर भनेको छ। एउटा चाहिँ एडिटिभ प्रिन्सिपल भनेर हुन्छ। जस्तै हामीसँग चाहिँ तीनटा कलरको मार्बल छ अरे, 3 वटा रेड छ अरे, 5 वटा ब्लू छ अरे अनि 9 वटा ग्रीन छ अरे। यदि हामीलाई टोटल नम्बर अफ मार्बल थाहा हुनु छ भने चाहिँ हामीले तीनटा टाइपको मार्बललाई एड गरिदिने मात्रै हो नि त। सो हामीसँग तीनटा मार्बल छ, 5 वटा छ, 9 वटा छ। यो तीनटालाई एड गरेपछि टोटल निस्किन्छ। सो हामीले यो टोटल निकाल्नु भनेको चाहिँ लाइक यो चाहिँ एडिटिभ प्रिन्सिपल हो, हामीले एड गर्ने कुराहरुलाई। अनि अर्को चाहिँ मल्टिप्लिकेटिभ प्रिन्सिपल भन्ने हुन्छ। यो पनि सिम्पल नै छ। जस्तै अब हामी चाहिँ एउटा ठाउँबाट अर्को ठाउँ गइरहेछौँ भने, जस्तै हामी चाहिँ काठमाडौँबाट पोखरा अनि बुटवल गइरहेछौँ भने मैले यसलाई चाहिँ काठमाडौँ हो। यो चाहिँ हामी काठमाडौँबाट पोखरा अनि बुटवल गइरहेछौँ नि। अब हामी फेरि यता यो ठाउँबाट चाहिँ फेरि अरु तीनटा ठाउँमा गइरहेछौँ नि। जुन भए पनि अरु तीनटा ठाउँमा गइरहेछौँ नि। डी ई एफ जस्तो ठाउँमा गइरहेछौँ नि। अनि त्यस्तै गरी हामी सी बाट पनि अरु ठाउँमा गइरहेछौँ नि। जी एच अनि आई ठाउँमा गइरहेछौँ नि। अब हामीले लिन सक्ने रुट चाहिँ कतिवटा छ भनेर थाहा हुनुपर्छ। जस्तै हामी काठमाडौँदेखि पोखरादेखि सुर्खेत गइरहेछौँ नि, त्यो भन्ने चाहिँ एउटा रुट हुने भयो। जस्तै काठमाडौँ पोखरा सुर्खेत एउटा रुट भयो। त्यस्तै गरी काठमाडौँ पोखरा अनि अर्को कुनै ठाउँ गएर हामीले यो अर्को रुट हुने भयो। त्यस्तै गरी अब त्यस्तै गरेर यहाँ अझै अरु ठाउँ पनि हुने भयो। अब यो एसीजी हुने भयो, एसीएच अनि एसीआई। सो यसरी ठाउँहरु हुन्छ। हामीले यता चाहिँ टोटल नम्बर चाहिँ कतिवटा रुट हुने रहेछ हाम्रो टोटल 1 2 3 4 5 6। सो टोटलमा चाहिँ 6 वटा रुट हुने रहेछ। यसलाई हामीले मल्टिप्लिकेटिभ प्रिन्सिपलबाट लेख्यौं भने चाहिँ पहिला हामी एउटा ठाउँ गइरहेछौँ, त्यहाँबाट फेरि दुईटा ठाउँमा डिभाइड भइरहेछ, त्यहाँबाट फेरि तीनटा ठाउँमा डिभाइड भइरहेछ। सो तीनटा ठाउँमा डिभाइड भइरहेछ। सो 6 वटा रुट पोसिबल छ भनेर लेखिन्छ। सो यो दुईटा चाहिँ एडिटिभ र मल्टिप्लिकेटिभ प्रिन्सिपलहरु हो। यो त्यति धेरै काम त लाग्दैन, तर लाइक एटलिस्ट बुझिराख्नु चाहिँ राम्रै हो। केही गरे सोधिहाल्यो भने मल्टिप्लिकेटिभ प्रिन्सिपल भनेको हो एक्जाम्पलसँग यस्तै वाला कुनै एक्जाम्पल दिएर इजिली गर्न सक्छौं। अनि हामीले यहाँबाट मेन सोध्ने भनेको चाहिँ इन्टिजरहरु रिलेटेड क्वेशनहरु सोध्छ। जस्तै 3 डिफरेन्ट डिजिट छ भने चाहिँ हामीले कसरी कतिवटा कम्बिनेसन बनाउन मिल्छ, यिनीहरुको कतिवटा चाहिँ बनाउन मिल्छ भनेर। सो सपोज हामी हेरौं, अब हामीले चाहिँ 100 भन्दा लेस वाला नम्बरहरु बनाउनु छ रे, जुन चाहिँ 5 ले डिभाइड गर्न सक्छ रे, जुन चाहिँ डिभिजिबल बाइ 5 छ रे। अब हामीले यसलाई सुरु गर्नु पर्दाखेरि चाहिँ सधैं हामीले कति डिजिटको चाहिँ नम्बर हो भनेर हेर्ने। जस्तै 100 भन्दा सानो छ भने 2 डिजिट नम्बर हुने भयो। सो 2 डिजिट नम्बर भनेको चाहिँ 99 48 यस्तो नम्बरहरु चाहिँ 2 डिजिट हुन्छ। सो यसलाई चाहिँ मैले फर्स्ट डिजिट माने, यसलाई चाहिँ लास्ट डिजिट माने। सो 5 ले डिभाइड हुने नम्बर छ भने हामीलाई थाहा छ 5 को मल्टिपल्सहरु चाहिँ 5 10 15 हो। 5 ले डिभाइड हुनु छ भने चाहिँ कुनै पनि नम्बरमा कि त 5 आउनु पर्छ कि त 0 आउनु पर्छ लास्टमा। सो लास्ट नम्बरमा चाहिँ कि त 5 आउनु पर्छ कि त 0 आउनु पर्छ। सो यो चाहिँ के हुने भयो भने 5 कि त 0 हुने भयो। सो 2 वटा पोसिबिलिटी हुने भयो। यो भनेको चाहिँ कि त 5 कि त 0। अहिले सेम मल्टिप्लिकेटिभ प्रिन्सिपलबाट हामीले दुईटा एडिसन गर्यौं अनि दुईटा एड गरेर 2 वटा पोसिबिलिटी छ भनेर थाहा पायौं। अनि यता चाहिँ जुन नम्बर आए पनि हुन्छ। जस्तै 25 पनि 5 ले डिभिजिबल छ, 35 पनि डिभिजिबल छ। सो यता चाहिँ जुन नम्बर आए पनि मतलब हुँदैन। अनि यता चाहिँ हाम्रो टोटलमा 10 कम्बिनेसन हुने भयो। जस्तै यहाँ 0 आए पनि मतलब हुने भएन। 1 2 3 4 5 6 7 8 9 यो नम्बरमा चाहिँ जुन नम्बर आए पनि हामीले डिभाइड गर्न मिल्छ। सो टोटलमा 10 वटा कम्बिनेसन हुने भयो। सो यस्तो 20 वटा नम्बर्स रहेछ जुन चाहिँ 1 देखि 100 को बीचमा छ अनि चाहिँ डिभिजिबल हुन्छ। सो यसरी नै हामीले गर्न सक्छौं क्वेशनहरुलाई इजिली नै। अनि यस्तै टाइपको अरु क्वेशनहरु पनि हुन्छ। यो चाहिँ बेसिक एउटा एक्जाम्पल भयो कसरी चाहिँ हामीले यो क्वेशनहरुलाई गर्न सक्छौं भनेर।
यसमा मेनली हामीले युज गरेको भने चाहिँ त्यही एउटा चाहिँ मल्टिप्लिकेटिभ प्रिन्सिपल भयो, मल्टिप्लाई गर्दाखेरि चाहिँ। अनि कतिवटा टोटल नम्बर छ त भनेर हामीले 2 र 10 लिएको थियौँ, त्यो दुईटा डिफ्रेन्ट चाहिँ हामीले एडिटिभ प्रिन्सिपलबाट गरेको। जस्तै 0 देखि 9 बाट सबै नम्बरहरू भनेको हुन्छ, त्यो भने टोटलमा 10 वटा हो। सो हामीले एडिसन गरेर चाहिँ टोटलमा चाहिँ 10 वटा पोसिबिलिटी छ भनेर 10 र 2 लाई मल्टिप्लाई गरेर निकालेको। अनि त्यस्तै गरी हामीसँग चाहिँ 1 2 3 4 5 6 छ अरे। अनि हामीले यो युज गरेर चाहिँ 3 डिजिट नम्बर बनाउँछ अरे। अनि यसमा पनि म दुईटा केसेसहरू हेर्छु। सुरुमा चाहिँ रिपिटेसन अलाउड छ भनेर भने, अर्कोमा चाहिँ रिपिटेसन अलाउड छैन भनेर भन्छु। अब रिपिटेसन अलाउड छ भनेको चाहिँ जस्तै 3 3 3 जस्तो नम्बर पनि हुन पायो, 5 4 5 जस्तो नम्बर पनि हुन पायो, अनि 6 7 8 जस्तो नम्बर पनि हुन पायो। सो सबै टाइपको नम्बर हुन पायो, अनि डिजिट रिपिट भए पनि केही फरक पर्दैन। सो हामीले हेऱ्यौँ भने चाहिँ हामीले यो 6 वटा नम्बरबाट बनाउँछ। सो रिपिटेसन अलाउड छ भने चाहिँ हामीले 6 वटा नम्बर, लास्टमा चाहिँ 6 वटा नम्बरमा चाहिँ जुन नम्बर राख्न नि पाउँछ। जस्तै यहाँ हामीले 1 2 3 4 5 6 मध्ये जुन युज गर्न पनि पायौँ। अब सेकेन्डमा पनि त्यस्तै हुन्छ, हामीले 1 2 3 4 5 6 मध्ये जुन युज गर्न पनि पाउँछौँ, सेम केस हो। अनि यता पनि सेम केस हो। सो यस्तो चाहिँ 216 वटा पोसिबिलिटी रहेछ। अनि त्यस्तै गरी अब चाहिँ रिपिटेसन नट अलाउड भनेको हेरौँ। अब नट अलाउड भन्यो भने चाहिँ ऐके जसरी हेरौँ। सो लास्टमा चाहिँ 6 वटा मध्ये जुन डिजिट पनि युज गर्न पाउने भयो, जस्तै 1 2 3 4 5 6 मध्ये जुन युज गरे पनि केही फरक पर्दैन। अनि हामीले एउटा डिजिट सपोज यहाँ 4 युज गऱ्यौँ भने, फर्स्टमा यहाँ 4 युज गऱ्यौँ भने लास्टमा, अब त 5 वटा डिजिट मात्रै बाँकी हुने भयो, किनभने रिपिटेसन त अलाउड छैन। यहाँ फेरि 4 त युज गर्न पाइँदैन। सो एउटा 6 भन्दा चाहिँ एउटा कम नम्बर युज गर्न पाउने भयो, सो 5। अब हामीले अर्को पनि एउटा डिजिट युज गऱ्यौँ, सपोज 6 युज गऱ्यौँ भने अब 4 वटा डिजिट बाँकी छ। सो अब चाहिँ 4 वटा डिजिट बाँकी छ। सो टोटल पोसिबिलिटी चाहिँ 120 मा घट्दो रहेछ। सो यसरी चाहिँ नट अलाउड र अलाउडको पनि केस हुनुहुन्छ। यसमा धेरै फरक चाहिँ छैन, जस्ट एक एकले घट्दै जाने मात्रै हो। हरेकमा लाइक रिपिटेसन अलाउड छैन भने चाहिँ यस्तै हुन्छ। सो अर्को एउटा केस पनि हेरौँ। सपोज यहाँ चाहिँ 0 थियो। अब 0 थियो भने चाहिँ मैले यही वाला क्वेसन गरेँ। अब लास्टमा त 7 वटा मध्ये जुन डिजिट युज गर्न नि पाइयो, यहाँ त अब 0 पनि थपिनु भयो, सेम केस हुने भयो। सो 7 वटा मध्ये जुन डिजिट युज गर्न नि पाइयो, अनि यता बिचमा पनि केही फरक हुने भएन। सो 7 वटा मध्ये जुन डिजिट युज गर्न नि पाइयो। तर फर्स्टमा चाहिँ कुनै रिस्ट्रिक्सन आउँछ, किनभने हामीले 0 युज गर्न पाउँदैनौँ फर्स्टमा। यदि हामीले सुरुमा 0 युज गऱ्यौँ भने चाहिँ अब 0 2 3 जस्तो नम्बर बन्यो भने त 2 डिजिट नम्बर हो नि त, तर हामीलाई 3 डिजिट नम्बर चाहिएको छ। सो यहाँ चाहिँ 6 वटा पोसिबिलिटी हुने भयो। 0 चाहिँ अलाउड छैन, 0 बाहेक सबै नम्बर। सो यसलाई मल्टिप्लाई गर्दा जे आउँछ त्यो चाहिँ एन्सर हुन्छ। सेम यो नट अलाउडको केसमा पनि त्यस्तै हुन्छ। अब हामीले सुरुमा चाहिँ 6 वटा मात्रै डिजिट युज गर्न पाउँछ। अब 6 वटा मध्ये जुन भए पनि एउटा डिजिट युज भयो, सपोज अहिलेको लागि चाहिँ 2 युज भयो अरे। अब 0 चाहिँ युज गर्न पाउँदैन हामीले। सो यहाँ चाहिँ 2 युज भयो अरे सपोज। अनि अब चाहिँ 1 2 3 4 5 6 गरेर 6 वटा डिजिट बाँकी छ। अनि अर्को एउटा पनि युज हुन्छ। सो अब चाहिँ 5 वटा डिजिट मात्रै बाँकी हुन्छ। अब हामीले पनि यसलाई पनि यसरी गर्न मिल्छ। अब यो तिनटालाई मल्टिप्लाई गरेर यिनीहरूको पनि एन्सर निकाल्न मिल्छ। सो यही हो मेन केसेसहरू चाहिँ कसरी गर्ने भनेर 0 आउँदाखेरि आउँदा र नआउँदाको कुराहरू पनि थाहा पाउनुपर्छ। अब अर्को एउटा क्वेसन पनि गरेर हेरौँ। अब यसमा चाहिँ हामीले 1 डिजिट 2 डिजिट अनि 3 डिजिट तिनटै टाइपको नम्बरहरू युज गर्न पाउनेवाला हेरौँ। सपोज हामीलाई चाहिँ नम्बरहरू लेस देन 1000 चाहिएको छ अरे, जुन चाहिँ 2 ले डिभिजिबल छ अरे। लेस देन 1000 भएको नम्बरहरू अनि डिभिजिबल बाई 2 भएको। सो 2 ले डिभिजिबल नहुने नम्बरहरू चाहिँ 2 4 6 8 10 12 जस्तो हो नि त। सो यो 5 वटा डिजिट मात्रै पोसिबल छ, 2 4 6 8 10 अथवा 2 4 6 8 0 लास्टमा आयो भने चाहिँ 2 ले डिभिजिबल हुन्छ भनेर बुझ्दा पनि भयो। अब फर्स्टमा चाहिँ हामीले 3 डिजिटको हेरौँ। जस्तै 1000 भन्दा लेस नम्बरहरू कस्तो हुनसक्छ, 2 जस्तो हुनसक्छ, 22 जस्तो हुनसक्छ, 222 जस्तो हुनसक्छ। सो डिफ्रेन्ट केसेस हुन्छ। एउटा चाहिँ 1 डिजिट नम्बर हुने भयो, एउटा चाहिँ 2 डिजिट अनि एउटा चाहिँ 3 डिजिट। सो अब चाहिँ पहिला चाहिँ 3 डिजिटको केस हेरौँ। अब हामीले चाहिँ सुरुमा के भन्छ भने रिपिटेसन चाहिँ अलाउड छ। अब रिपिटेसन अलाउड नभएको केस चाहिँ हजुर आफै हेर्नुहोस्, आफै एकचोटि गरेर ट्राई गर्नुहोस् अनि एन्सर कमेन्टमा लेखिदिनु होला। अब 222 जस्तो केस हेर्दाखेरि चाहिँ अब लास्टमा 5 वटा मात्रै डिजिट पोसिबल छ। अब यो 5 वटा डिजिट आयो भने लास्टमा 2 ले डिभिजिबल हुन्छ। सो यो 5 वटा केस पोसिबल छ। अब यहाँ चाहिँ 10 वटा मध्ये जुन नम्बर पनि पोसिबल हुने भयो, जस्तै 16 जस्तो यहाँ 5 वटा मध्ये जुन भए पनि एउटा डिजिट सिलेक्ट गर्ने, अनि यहाँ चाहिँ जुन नम्बर राख्दाखेरि पनि त्यो लाइक डिजिट बन्नाको हुन्छ। जस्तै 96 राख्यो भने पनि बन्छ, अनि 216 राख्यो भने पनि भन्छ। सो यहाँ चाहिँ जुन डिजिट राखे पनि केही म्याटर गर्दैन, यो चाहिँ हजुरले आफै केस राखेर हेर्न सक्नुहुन्छ। सो यहाँ चाहिँ 10 वटा मध्ये जुन डिजिट युज गरे पनि हुन्छ।
अब फर्स्टमा चाहिँ सेम अघि नैकै कुरा हुन्छ, जस्तै हामीले 3 डिजिट नम्बर बनाइरहेछ भने चाहिँ सुरुमा चाहिँ हामीले 0 युज गर्न पाउँदैन, सो 9 वटा मात्र केसेस हुन्छ। अब रिपिटेसन अलाउड थिएन भने चाहिँ हजुरले लाइक आफै गरेर हेर्नु होला, यो पनि लाइक इन्ट्रेस्टिङ हुन्छ गरेर हेर्नु भयो भने। अब यो चाहिँ 450 वटा केसेस हुने रहेछ। अब त्यस्तै गरी अब 2 डिजिट नम्बरको केस हेरौँ, अहिले चाहिँ हामीले 3 डिजिटको हेरौँ, जस्तै 216 452 त्यस्तो त्यस्तो केसको हेरौँ। अब चाहिँ हामी 96 अनि 48 यस्तो यस्तो केसको हेर्छौँ। अब यहाँ चाहिँ सेम केस थियो, लास्टमा चाहिँ 5 वटाले मात्रै 5 वटा नम्बर भयो भने मात्रै 2 ले डिभाइड गर्न सक्छ, यो 5 वटा मध्ये जुन नम्बर भयो भने 2 ले डिभाइड गर्न सक्छ, सो लास्टमा चाहिँ 5 वटा राख्ने। अनि यता चाहिँ 0 बाई जुन राख्न नै पाइन्छ, सो यता चाहिँ 9 टाइम्स 5 हुने भयो अथवा 45। अब हामीले 1 डिजिटको मात्रै केस हेऱ्यौँ भने चाहिँ यहाँ 4 वटा मात्रै पोसिबिलिटी रहेछ, यो 4 वटा मात्रै 2 4 6 8, सो यहाँ चाहिँ 4 वटा मात्रै पोसिबिलिटी छ 1 डिजिटको केसमा हेऱ्यौँ भने चाहिँ। सो हामीले तिनटै केसेसलाई एड गरिदिने अब चाहिँ 450 प्लस 45 प्लस 4 गर्दाखेरि चाहिँ यो चाहिँ 499 वटा केसेस हुन्छ। सो यस्तो 499 वटा केसेस रहेछ जुनमा चाहिँ लेस देन 1000 भएको नम्बरहरूलाई 2 ले डिभाइड गर्न सक्छ। यसलाई हजुरले यतिकै सोच्दा पनि सक्नुहुन्छ, 2 टाइम्स 499 गऱ्यो भने त ठ्याक्कै 998 आउँछ नि त। अब यदि हजुरले यहाँ लाइक 0 राख्न पनि सक्नुहुन्छ, 0 इन्क्लुड गर्ने कि नगर्ने भन्ने पनि कुरा हो। जस्तै हामीले 0 ले 2 ले डिभाइड गर्न त मिल्छ नि त, 0 ले 2 ले डिभाइड गर्न त मिल्छ नि त। सो यहाँ 5 वटा राख्न पनि मिल्छ, यो चाहिँ लाइक क्वेसनको कन्टेक्स्ट हेरेर हुन्छ। यदि यहाँ ग्रेटर देन 0 भनेको थियो भने चाहिँ हामीले इन्क्लुड गर्दैनौँ, तर यदि 0 केही पनि मेन्सन गरेको छैन भने चाहिँ 0 इन्क्लुड गर्छौँ। सो 5 वटा केसेस हुन्छ अनि 500 वटा केसेस हुन्थ्यो। सो यो 0 राख्ने कि नराख्ने भन्ने कन्टेक्स्ट चाहिँ हाम्रो क्वेसनमा डिपेन्ड गर्थ्यो। अब यसको चाहिँ रिपिटेसन अलाउड भएको केस चाहिँ हजुरहरूले आफै गरेर एन्सर कमेन्ट गरिदिनु होला कमेन्टमा। अब आजको हाम्रो भिडियो चाहिँ सकिएको छ। नेक्स्टमा चाहिँ हामीले पर्मुटेसनको भिडियो लिएर आउँछौँ, जुनमा चाहिँ हामीले डिटेलमा क्वेसनहरू गर्छौँ अनि कन्सेप्टहरू पनि अनि फर्मुला डेरिभेसनहरू पनि गर्छौँ। सो नेक्स्ट भिडियोको लागि स्टे ट्युन्ड अनि थ्याङ्क यू।